हेलो एभ्रिवान, मेरो इक्जाम छ आज अनि मेरो बोर्ड इक्जाम हो। मलाई ढिलो भइसक्यो, त्यही पनि म भिडियो बनाउँदै बसेको। दिमाग त हो कि मेरो मान्नै पर्छ। केही आउँदैन, केही पढेको छैन, जान ढिलो भइसक्यो। गड, अब म हिँड्छु। बाई बाई। भर्खर इक्जाम भयो गाइज हाम्रो। मेरो चाहिँ होइन बिहान इनड्राइभ गरेको ढिलो भएर एउटा इनड्राइभले त बुढी बजार छु तपाईँ कहाँ हो र भन्यो। अनि डाँडानाक भनेको त ल म त्यसो भने आउँदिनँ है रे। अनि त्यसपछि फेरि अर्को गरेँ अनि अर्को चाहिँ धन्न आयो भने हप्तारी त्यहाँ आएको। हाम्रो इक्जाम भर्खर भयो, एकदम ठिकै भयो। इक्जाम भयो तेरो इक्जाम? छिटो भन्न उसलाई फेरि आर्थिक इक्जाम रिजल्ट आएपछि थाहा हुन्छ। ज्योतिको मेरो चाहिँ ठिकै भयो। मैले 1 नम्बरको एन्सर चाहिँ मैले लगभग 5 पेज लेखिदिएको क्या। 1 नम्बरको एन्सर चाहिँ 5 पेज लेखेको 15 मार्क्सको। अरू त अब त्यस्तै भयो, ठिकै छ। भोक लाग्यो अब चाहिँ खाने हो। हाम्रो एकदम 4 घन्टाको हुन्छ नि त, अनि त्यही भनेर कि यस्तो गाह्रो भयो भोक लागेर। हामी चाहिँ खाजा खान लाग्यो। खाजा यता छ। हामी चाहिँ 2टा समोसा पनि खाएर आएको है। आरती लिएर मैले चाहिँ चटपट पनि भने खाम, मोमो पनि भने खाम। यो पेडा कति थाहा छैन। ल तेरो देखा खाजा, खाजा देखा न, देखाउँछु भनेर। यस्तो भोक लाग्यो नि, अब डेन्जर झ्याउने हो सबै।